2075 साल साउन 10 गते कञ्चनपुरको एउटा सामान्य दिन 13 वर्षीय निर्मलापन आफ्नै साथीको घर पढ्न जान्छन्। उनको परिवारलाई लाग्छ केही समयपछि उनी सधैँ जस्तै घर फर्किनेछन्। तर त्यो दिन एउटा यस्तो मोड आउँछ जसले नेपालको इतिहासको सबैभन्दा चर्चित आपराधिक घटनामध्ये एउटा जन्माउँछ। भोलिपल्ट एउटा ओखुबारीमा एउटा शव भेटिन्छ। त्यो शव निर्मलापन्तको थियो। त्यसपछि सुरु हुन्छ एउटा लामो अनुसन्धान यात्रा। प्रहरी अनुसन्धान गर्छ, समितिहरू बन्छ, सयौं समितिहरूमाथि सोधपुछ हुन्छ, धेरै व्यक्तिको डिएनए परीक्षण हुन्छ। तर वर्षौं बितिसक्दा पनि एउटा प्रश्न अझै बाँकी छ, निर्मलाको हत्या कसले गर्यो? यो प्रश्न उत्तर खोज्ने क्रममा के भयो, कहाँ कहाँ गल्ती भयो र किन यति धेरै प्रयासपछि पनि के समाधान हुन सकेन? आजको भिडियोमा हामी यही घटनाको सुरुवातदेखि अहिलेसम्मको तथ्यपरक यात्रा गर्ने। त्यो दिन के भएको थियो? 2075 साल साउन 10 गते कञ्चनपुर जिल्ला भीमडट नगरपालिका 2 उल्टा खामा निर्मलापन्त कक्षा 9 मा अध्ययन गर्ने विद्यार्थी थिइन्। त्यो दिन उनी पढ्नको लागि साथी रोशनी बामको घर गएकी थिइन्। दिउँसो पछि उनी घर फर्किने क्रममा थिइन्, तर साँझसम्म पनि उनी घर आइपुगिन। परिवारले खोजी सुरु गर्यो। साथीभाइ, आफन्त र स्थानीयहरूसँग सोधपुछ भयो, तर निर्मलाको कुनै खबर थिएन। स्थानीयले एउटा साइकल देखे। त्यही आसपास खोजी गर्दा उखुबारीमा निर्मलाको शव फेला पर्यो। त्यो क्षणमा एउटा परिवारको पीडा सुरु भयो र एउटा देशले न्यायको माग गर्न थाल्यो। घटनापछि प्रहरीले अनुसन्धान सुरु गर्यो, तर सुरुदेखि नै अनुसन्धान प्रक्रियामाथि प्रश्न उठ्न थाल्यो। अपराधीको सुरक्षा प्रणाली, संकलन र अनुसन्धानको प्रारम्भिक व्यवस्थापन बारे आलोचना भयो। सार्वजनिक रूपमा आएका रिपोर्टहरू र मानव अधिकार आयोगका निष्कर्षहरूले पनि अनुसन्धान प्रक्रियामा केही कमजोरी औलाएका थिए। विशेषज्ञहरूका अनुसार अपराध अनुसन्धान सुरुका केही घण्टा अत्यन्त महत्वपूर्ण हुन्छ, किनकि घटनास्थलमा रहेका प्रमाणहरू पछि हराउन सक्छन् वा कमजोर बन्न सक्छन्। यस केसमा पनि प्रमाण संरक्षण र वैज्ञानिक अनुसन्धान प्रक्रियाबारे धेरै बहस सुरु भयो। तर सबैभन्दा ठुलो आशा थियो डिएनए परीक्षण। डिएनए आधुनिक अपराधका अनुसन्धानको सबैभन्दा महत्वपूर्ण प्रमाण मध्ये एक हो। यसले अपराधीसम्म पुग्ने ठुलो सहयोग गर्न सक्छ। निर्मलापन्त केसमा पनि डिएनए परीक्षण मुख्य आधार मानियो। केही व्यक्तिहरूको डिएनए परीक्षण गरियो, केही व्यक्तिलाई अनुसन्धानका क्रममा पक्राउ पनि गरियो। तर सार्वजनिक जानकारी अनुसार कुनै पनि डिएनए निर्णायक रूपमा घटनासँग मेल खाएन। यसले अनुसन्धानलाई अझ कठिन बनायो, किनकि जब वैज्ञानिकहरू प्रमाण बलियो हुँदैनन्, त्यसपछि अनुसन्धान अन्य प्रमाण, परिस्थितिजन्य तथ्य र सूचनामा निर्भर हुन्छ। अनुसन्धानको क्रममा प्रहरीले विभिन्न व्यक्तिहरूमाथि शंका गर्यो। दिलीप सिंह विष्टको नाम सबैभन्दा चर्चामा आयो। उनी पक्राउ परे, तर डिएनए नमिलेपछि उनी रिहा भए। त्यसपछि पनि प्रहरीले अनुसन्धान जारी राख्यो। व्यक्तिहरूसँग सोधपुछ भयो, धेरै व्यक्तिको डिएनए परीक्षण गरियो, तर अहिलेसम्म अदालतमा प्रमाणित भएको दोषी सार्वजनिक भएको छैन। यही कारण यो केस अझै पनि धेरै नेपालीको लागि एउटा अनुत्तरित प्रश्न बनेको छ। निर्मलापनको घटनापछि देशभर विरोध प्रदर्शन भयो। न्यायको माग गर्दै हजारौं मानिस सडकमा आए। यो घटनाले नेपालको अनुसन्धान प्रणाली र न्याय प्रक्रियामाथि ठूलो बहस सिर्जना गर्यो। सरकारले विभिन्न समयमा अनुसन्धान समिति गठन गर्यो, तर परिवारले अझै पूर्ण न्यायको प्रतीक्षा गरिरहेको। निर्मलापन हत्या प्रकरणले एउटा गम्भीर प्रश्न छोडेको छ, केवल अपराधी खोज्नु पर्याप्त हुन्छ वा अपराध अनुसन्धान गर्ने प्रणालीलाई पनि सुधार गर्ने आवश्यक? यो केसले देखायो कि प्रमाणको सही संरक्षण, वैज्ञानिक अनुसन्धान र निष्पक्ष प्रक्रिया कति महत्वपूर्ण हुन्छ।